हेलो भियर्स। आज हामी स्ट्याकको बारेमा डिस्कस गर्न जाँदैछौँ। स्ट्याक चाहिँ डिएससीको एकदमै इम्पोर्टेन्ट टपिक हुन जान्छ, किनभने स्ट्याकको डिएससीमा धेरै र थुप्रै एप्लिकेसनहरू छन् र स्ट्याकमा हुने अपरेसनहरू छन्, जुन पुस अपरेसन छन्, पप अपरेसन छन्, त्यसको बारेमा आज हामी डिस्कस गर्नेछौँ र यो सबै पुस अपरेसन सबै अपरेसनको एउटा प्रोग्राममा इम्प्लिमेन्ट पनि गर्ने कोसिस गर्नेछौँ। सो लेट्स बिगिन। स्ट्याक भनेको के हो त? स्ट्याक भनेको चाहिँ अब सिम्पल इक्जाम्पल दिएर बुझाउनु पर्दाखेरि स्ट्याक भनेको चाहिँ हाम्रो घरमा बुकको चाङ भनेर बुझ्न सकिन्छ। बुक हामी राख्छौँ नि, स्टेप बाई स्टेप गरेर बुक जुन राख्छौँ, त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि लास्टमा राखेको बुक हामीलाई फर्स्टमा निकाल्न सजिलो हुन्छ र फर्स्टमा निकालेको बुक हामीलाई निकाल्न निकै गाह्रो हुन्छ। त्यसै गरी स्ट्याकमा चाहिँ लास्ट इन र फर्स्ट आउट भन्ने कन्सेप्ट हुन्छ र अब यसैलाई यहाँ डिएसएमा इम्प्लिमेन्ट गर्दाखेरि कसरी गरिन्छ भन्दाखेरि डिएसएमा अब हामी एरे बनाउँछौँ। यसरी एरे बनाउँछौँ र एरे भनेको के हुन्छ भन्दाखेरि एरेको यो के हो, इन्डेक्स 0 भयो, 1 भयो, 2 भयो, 3 भयो, 4 भयो। यसको साइज भनेको एरे अफ 5 भनेर बुझ्छौँ र अब यो 4 भनेको चाहिँ हाम्रो टप अफ द स्ट्याक भनेर बुझ्ने। किनकि स्ट्याकको सबभन्दा टप मोस्ट इलिमेन्ट भनिन्छ। यो मतलब के हो भन्दाखेरि अब हामीले फर्स्टमा यो इलिमेन्ट यता राख्छौँ, त्यसपछि सेकेन्डमा यता राख्छौँ, थर्डमा यता राख्छौँ, फोर्थमा यता राख्छौँ र लास्टमा यता राख्छौँ भनेपछि लास्टमा भएको इलिमेन्ट चाहिँ हामीले निकाल्न पाइयो र निकाल्ने कामलाई के भन्छ भन्दाखेरि पप भन्छौँ र यता राख्ने कामलाई चाहिँ हामी पुस भन्छौँ। ओके, सो हाम्रो पुस भनेको चाहिँ के हो भन्दाखेरि इलिमेन्टलाई राख्नु भनेर बुझिन्छ र पप भनेको चाहिँ इलिमेन्टलाई निकाल्ने काम भनेर बुझिन्छ। र पुस र पपमा के फरक छ भन्दाखेरि पुस चाहिँ हामी यहाँ जस्तै अब इलिमेन्ट 0 छ, यहाँ 2 छ, 4 छ भनेपछि अब पुस गर्नु छ भने हामीलाई यहाँ मात्रै पुस गर्न पाउँछौँ। यहाँ हामी अब यसलाई हटाएर यता पुस गर्न मन छ भने हामी यहाँ पुस गर्न मिल्दैन, किनकि यो स्ट्याक हो। स्ट्याकमा चाहिँ लास्ट इन गर्नुपर्छ। लास्टमा यो लास्ट भयो नि त, यहाँको यहाँसम्म भइरहेको छ, त्यसैले यहाँ लास्ट इन गर्नुपर्छ र फर्स्ट आउट भनेपछि लास्ट इन फर्स्ट आउट मतलब अब यहाँ जस्तै हामीले 5 राख्यौँ भने यो चाहिँ निकाल्ने बेला, पप गर्ने बेला चाहिँ फर्स्टमा त्यसैलाई निकाल्नुपर्ने हुन्छ। सो पप कन्सेप्टहरूलाई, स्ट्याकको कन्सेप्टहरूलाई कसरी हामीले प्रोग्राममा इम्प्लिमेन्ट गर्छौँ त? प्रोग्राममा इम्प्लिमेन्ट गर्नुभन्दा पहिला हामी सबभन्दा सुरुमा एउटा भेरिएबल लिन्छौँ। भेरिएबल कस्तो खालको भेरिएबल भन्दाखेरि टप अफ द स्ट्याक भन्ने भेरिएबल। किन? हामीले जुन स्ट्याक भनेर हामीले एरे बनाएको छौँ त्यसमा कतिसम्म इलिमेन्ट फिल भयो त, जस्तै 3, 2, 4, 5 भनेर इलिमेन्ट फिल गरौँ। यहाँ 0, 1, 2, 3 को इन्डेक्ससम्म हामीले इलिमेन्ट फिल गर्यो भने सबभन्दा टप मस्ट इन्डेक्स भने कुन हो त भन्दाखेरि 3। सबभन्दा टप मस्ट इन्डेक्समा कुन इलिमेन्ट बसेको छ या सबभन्दा टप मस्ट इलिमेन्ट कुन हो भनेर डिनोट गर्नको लागि हामीले यो भेरिएबल बनाउनु पर्छ। अब यहाँ टप मोस्ट इन्डेक्स भनेको 3 हो। टप मोस्ट इन्डेक्समा कुन भेरिएबल बसेको छ भन्दाखेरि 5। सो त्यसैले स्ट्याकको टप मोस्ट इलिमेन्ट 5 भनेर बुझाउनको लागि अब टप अफ स्ट्याक्स भन्ने भेरिएबल हामी बनाउँछौँ र यो टप अफ द स्ट्याक भेरिएबल भनेको सधैँ -1ले नै इनिसियलाइज गर्नुपर्छ। किन भन्दाखेरि जब हामी कुनै भेरिएबल पुस गर्छौँ भने, अब मानौँ हामीले पुस गर्दाखेरि त अब 3, 2, अब यहाँ 3, 2 भरिसकेको छ, 0 र 1 इन्डेक्स भरिसकेको छ। अब हामीले पुस गर्नको लागि के हो, 2 खाली छ। 2 खाली छ भन्नको लागि अब अहिले टप अफ स्ट्याक्सले जहाँ पोइन्ट गरिरहेको छ पहिला त्यसलाई बढाउनु पर्छ। टप अफ स्ट्याक है पहिला बढाउनु पर्छ अनि मात्रै हामी यहाँ को पुस गर्न मिल्छ, को पुस गर्न मिल्छ। मानौँ अब सबभन्दा सुरुमा त हामीले स्ट्याकमा भर्दाखेरि 0 इन्डेक्सबाट भर्नुपर्छ नि त। र 0 इन्डेक्स भर्नको लागि अब पहिला इन्क्रिमेन्ट गर्नु पर्यो। इन्क्रिमेन्ट गर्नको लागि प्लस प्लस गर्नुपर्छ। अब 0 र प्लस प्लस अब यसलाई मिलाउनुको लागि सबभन्दा सुरुमा -1ले इनिसियलाइज गरिन्छ। -1ले इनिसियलाइज गर्दा के फाइदा हुन्छ भन्दाखेरि अब पहिला इन्क्रिमेन्ट गरेपछि यो पहिला इन्डेक्स 0 हुन्छ टप अफ द स्ट्याक्स र टप अफ स्ट्याक्समा हामी इलिमेन्ट सबभन्दा सुरुमा पुस गर्छौँ।
अनि पुस गर्दाखेरि अब 3 पुस गऱ्यौँ भने यो गएर 0 मा बस्ने हो। त्यसैले हामीले सबभन्दा सुरुमा टप अफ द स्ट्याक्सलाई -1 ले इनिसियलाइज गर्छौँ र अब हामीले यसै गरी बुझौँ कि पुस अपरेसनमा सबभन्दा सुरुमा हामी टप अफ द स्ट्याक्सलाई इन्क्रिमेन्ट गर्छौँ अनि त्यसपछि हामी कुनै इलिमेन्ट पुस गर्छौँ र त्यसै गरी पपमा चाहिँ सबभन्दा सुरुमा हामी पप गर्छौँ त्यो इन्डेक्समा भएको इलिमेन्टलाई टप अफ द स्ट्याक टप अफ द स्ट्याकबाट मात्रै हामी पप गर्न मिल्छ। त्यसै टप अफ द स्ट्याक इन्डेक्सबाट हामी पप गर्छौँ त्यसपछि टप अफ द स्ट्याक्सलाई हामी घटाउँछौँ किनकि पप गर्नु मतलब यो युज भइसकेको छ। यो युज भइसक्यो भने अब यो इन्डेक्स छ नि जुन टप अफ द स्ट्याक्सले पोइन्ट गरेर यसलाई घटाउनुपर्छ, 2 मा ल्याउनुपर्छ। त्यसैले हामी अब टप अफ द स्ट्याक्सलाई डिक्रिमेन्ट गर्छौँ र यही कन्सेप्टलाई अब हामी प्रोग्राममा इम्प्लिमेन्ट गर्न जाँदैछौँ। सो लेट्स गो टु द स्क्रिन। कोड इम्प्लिमेन्टेसनमा जाउँ। कोड इम्प्लिमेन्टेसनको लागि म यो प्रोग्राम चाहिँ सीमा गर्नेछु र मैले भिजुअल स्टुडियो खोलेको छु जुन फाइलको नाम मैले stack.c राखेको छु। सबभन्दा सुरुमा अब सी प्रोग्रामको परम्परालाई अघि बढाउँ studio.h र सबभन्दा सुरुमा हामी एरे बनाउँछौँ जसको साइज चाहिँ हामीले लिनुपर्छ, जसको साइज हामीले डिफाइन गर्नुपर्छ। त्यसको लागि हामी डिफाइन साइज भनेर म्याक्सिमम साइज 100 सम्म राख्छौँ र इन्ट अब हामी स्ट्याकलाई इनिसियलाइज गर्छौँ। इनिसियलाइज गर्दाखेरि यहाँ साइज राखौँ, त्यसपछि हामी आई इनिसियलाइज गर्छौँ, त्यसपछि n इनिसियलाइज गर्छौँ र हामी टप अफ द स्ट्याकलाई चाहिँ -1 इनिसियलाइज गर्छौँ। हामी -1 किन इनिसियलाइज गर्छौँ भन्दाखेरि यसको बारेमा मैले पहिले नै भनिसकेको छु। अब सबभन्दा सुरुमा हामी पुस भन्ने फङ्सन बनाउँछौँ, फङ्सनलाई डिफाइन गर्छौँ। पुस भन्ने फङ्सनमा अब सबभन्दा सुरुमा हामी इन्ट आइटम लेख्छौँ र हामी एउटा कन्डिसन लगाउँछौँ, यदि टप अफ द स्ट्याक इक्वल टु साइज -1 छ। यसको मतलब यो भनेको के हो भन्दाखेरि नि यदि स्ट्याक फुल छ भने एकदम सबै इलिमेन्टहरूले भरि भराउँछ भने चाहिँ हामी के भन्छ भन्दाखेरि यसमा पुस गर्न सक्दैनौँ। स्ट्याक ओभरफ्लो भ्यालु भनेको इलिमेन्ट कान्ट बी पुस्ट भन्ने। यदि यो भएन भने के भन्ने त भन्दाखेरि हामी पुस गर्छौँ। ओके, टप अफ स्ट्याक इक्वल टु टप अफ स्ट्याक +1। सो हामीले किन टप अफ स्ट्याकलाई चाहिँ 1 ले इन्क्रिमेन्ट गर्यो भन्दाखेरि नि यदि पहिला नै इलिमेन्ट छ भने अब त्यो अहिले भएको इलिमेन्टमा त अहिले प्रेजेन्ट टप अफ स्ट्याकले पोइन्ट गर्छ नि, र अर्को भन्ने जुन नेक्स्ट जुन इन्डेक्स हुन्छ त्यसलाई पोइन्ट गर्नको लागि हामी टप अफ स्ट्याक्सलाई 1 ले बढाउँछौँ। ओके, प्रिन्ट एफ इन्टर द आइटम टु बी पुस्ट, turn the item to be pushed, and scanf %d and item भन्छौँ, %d and item. So stack top of stack is equal to item. So यो हाम्रो पुस फङ्सन भन्ने बन्यो। अब हामी पप फङ्सन भन्ने बनाउँ। पप फङ्सनमा अब के गर्ने भन्दाखेरि यसमा नि आइटम दिने र अब यसमा के कन्डिसन लाउने भन्दाखेरि टप अफ स्ट्याक यदि -1 छ। -1 मतलब के हो, हामी इनिसियलाइज गर्छौँ -1 र अहिले टप अफ स्ट्याक पनि -1 छ भन्नुको मतलब हाम्रो स्ट्याक खाली नै छ। अब खाली नै छ भने हामी के पप गर्नु, केही न केही भने जस्तै अब यहाँ त्यही लेख्ने। यदि टप अफ स्ट्याक -1 छ भने स्ट्याक अन्डर फ्लो भनेर यतिकै हामी कुनै इलिमेन्ट पप गर्न, हामीले कुनै इलिमेन्ट पप गर्न सकेनौँ, त्यसरी स्ट्याक अन्डर फ्लो भयो भनेर यस्तो गर्ने। इल्स प्रिन्ट एफ यदि भएन
इलिमेन्ट के अरे स्ट्याक खाली छैन भने हामी द पप्ड इलिमेन्ट इज भन्ने पप इलिमेन्ट के भनेर भन्ने भन्दाखेरि पर्सेन्ट हुन्छ र स्ट्याक टप अफ स्ट्याकहरूले जेमा पोइन्ट गरिरहेको छ जुन टप अफ स्ट्याकमा हुन्छ त्यही त पप हुन्छ नि होइन फर्स्टमा त्यही भएर टप अफ स्ट्याकमा हुन्छ त्यही अब पप गरेपछि के हुन्छ त्यो इन्डेक्स त खाली हुन्छ त्यसैले हामी टप अफ स्ट्याकको पोइन्टरलाई घटाउनुपर्छ घटाएपछि अब यो फङ्सन पनि दियो अब लास्टमा एउटा फङ्सन भनौँ यदि युजरले सबै स्ट्याकको सबै इलिमेन्टलाई सो गर भन्यो भने हामीले के गर्ने भन्दाखेरि यसमा लुप लाउने होइन एरेको इलिमेन्ट जस्तै अब एरेको इलिमेन्ट त एसेन्डिङ अर्डरमा हामी डिस्प्ले गर्छौँ तर यदि स्ट्याकमा चाहिँ हामीले डिसेन्डिङमा गर्नुपर्छ किनकि हाम्रो टप अफ द स्ट्याकदेखि सो गराउनुपर्छ इलिमेन्टहरू त्यसैले इन्ट आई इन्ट नलेखौँ होइन आई त हामीले गरिसकेको छौँ इनिसियलाइज आई इक्वल टु टप अफ स्ट्याक ओके टप अफ स्ट्याक आई इज ग्रेटर देन इक्वल टु 0 र आई माइनस माइनस गरेर सो प्रिन्ट एप अनि स्ट्याक पर्सेन्ट इज पर्सेन्ट टी भन्ने यहाँ स्ट्याकभित्रको इन्डेक्सलाई हामीले आईले डिनोट गर्ने र स्ट्याकको भ्यालु चाहिँ हामीले स्ट्याक आई भन्ने ओके यो भएपछि हाम्रो भोइड सो फङ्सन पनि कम्प्लिट गऱ्यौँ अब हामी मेन फङ्सनमा जाउँ मेन फङ्सनमा अब हामीले हाम्रो ड्राइभिङ प्रोग्रामको ड्राइभिङ फङ्सन भनेको मेन फङ्सन हुन्छ मेन फङ्सनमा गएर हामीले युजरलाई मेनु ड्रिभन प्रोग्राम मेनु ड्रिभन फङ्सन बनाउनु पर्छ आइसी इक्वल टु 0 चोइसलाई 0 बनाऊँ र युजरसँग चोइस माग्ने जबसम्म युजरले नम्बर 4 को चोइस दिँदैन तबसम्म अब यो लुप चलिरहन्छ अब नम्बर 4 को चोइसमा के छ भन्दाखेरि नम्बर 4 को चोइसमा एक्जिट हुन्छ जुन म लेख्ने छु मैले इन्टर द नम्बर अफ नम्बर फर चोइसेस भन्ने अनि यहाँ स्ल्यास गरेर प्रिन्ट एफ गर्ने 1 नम्बर चोइसमा चाहिँ पुस गर 2 नम्बर चोइसमा चाहिँ हामी पप गर 3 नम्बर चोइसमा चाहिँ सो गर र 4 नम्बर चोइसमा चाहिँ एक्जिट गर र त्यसैको लागि मैले लुपमा चाहिँ कन्डिसन लगाएको ओके अब यसमा चोइसलाई चाहिँ लिने पर्सेन्ट डी एन्ड चोइस गर्ने त्यसपछि स्विच अब स्विच केस स्टेटमेन्ट लाउने स्विच केस स्टेटमेन्टमा चोइस भयो हाम्रो एक्सप्रेसन केस 1 केस 1 मा हामी पुश भन्ने फङ्सनलाई कल गर्छौँ र यो अब यो ब्रेकको अब यसलाई कपी नै गर्दिउँ न त अब केस 2 3 4 गर्दिउँ 2 मा हाम्रो पप गरौँ 3 मा हाम्रो सो गरौँ र 4 मा एक्जिट हुन्छ नि त प्रिन्ट एफ एक्जिटिङ प्रोग्राम भन्यौँ अब डिफल्टमा हाम्रो के लेख्ने त डिफल्ट प्रिन्ट एफ इन्टर भ्यालिड चोइस भन्ने ओके यति गरेपछि यहाँनिर ब्रेक हान्यौँ ब्रेक हानेर अब स्विच केसको यो प्रथालाई लागू गरौँ त्यसपछि प्रोग्राम हाम्रो के हो इज इट ओके रिटर्न 0 पनि लास्टमा रिटर्न 0 हो
यो प्रोग्रामलाई रन गर्ने कोसिस गरौँ। अल्ट एन किन भएन थाहा पाएन है। रन कोड मिस्टेक त भएन नि के प्रोग्राम। तर यो अब मैले चोइस यहाँ दिँदा यहाँ यो अलिकति भत्ता लाग्यो, त्यसले म यसलाई चेन्ज गर्दैछु। यहाँ म स्ल्यास एन लाउँछु। अब यहाँ के लेख्छु, हामी पहिला इलिमेन्टहरू हालौँ। 2 हालौँ, फेरि म पुस गर्छु एउटा इलिमेन्ट 5 भनेर, फेरि अर्को पुस गर्छु 7 भनेर, फेरि अर्को पुस गर्छु 4 भनेर, फेरि अर्को पुस गर्छु 10 भनेर। ओके, यति पुस गरेपछि अब म इलिमेन्टलाई सो गर भन्छु। सो गर्दाखेरि अब हाम्रो सिरियली यहाँ देखिनु पर्यो नि त। यो पनि भद्दा देखियो, तर हजुरहरू बुझ्नु है, मैले सुरुमा कुन इलिमेन्ट हालेको छु त 2 चाहिँ लास्टमा आउनु पर्यो। 2 चाहिँ हाम्रो लास्टमा आउनु पर्यो। त्यसपछि मैले के हालेको छु 5, त्यसपछिको इलिमेन्ट 5 हुनु पर्यो। 5 छ है, यो 5, त्यसपछिको इलिमेन्ट 7 आएको छ, 7 आएको छ। यही हाम्रो स्ट्याकको कन्सेप्ट हो, लास्ट इन फर्स्ट आउट र फर्स्ट इन लास्ट आउट भनेको। र फर्स्टमा के आयो स्ट्याक 4 10, र लास्टमा हालेको के थियो, मैले 10 हालेको थिएँ नि। अब म यहाँ पप गर्छु कुन इलिमेन्ट 2 पप गर्दाखेरि अब हाम्रो 10 निक्लिनु पर्ने भयो। 10 निक्ल्यो कि निक्लेन, हाम्रो 10 निक्लिसक्यो। र त्यसको सेकेन्ड लास्ट इलिमेन्ट चाहिँ अब यहाँ 4 हालेको थिएँ नि, 4 आएर यहाँ बस्यो। अब यो प्रोग्रामलाई म एकछिन गर्नको लागि पोक्छु एक्जिक्युट प्रोग्राम। अब प्रोग्राम एक्जिक्युट भयो। र यसरी हाम्रो स्ट्याक टिएसएमा इम्प्लिमेन्ट गर्छौँ। र आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो।